हजुर सबैजनामा नमस्ते। मेरो आदरणीय दर्शकबिनहरू, मलाई हेर्नुभएका सम्पूर्ण व्यक्तिहरू, देश विदेशमा रहेर हेर्नुभएका, युकेमा बसेर हेर्नुभएका, अन्य देशमा बसेर हेर्नुभएका र मेरो आफ्नो जन्मभूमि अथवा म जन्मिएको ठाउँ मेरो देश नेपालमा बसेर हेर्नुभएकाहरूलाई हार्दिक नमस्कार गर्न चाहन्छु। र म आज अलिकति मेरो विद्यार्थी कालमा विद्यार्थी राजनीति गरेको, यो राजनीतिमा अलिकति देशको राजनीतिप्रति चासो जिज्ञासाहरू रहिरहने, यहाँ आएर पनि समाचारहरू हेरिराख्ने धेरै नेताहरूले यो सरकार मेरो आफ्नो देशको बारेमा चाहिँ जसरी सरकारहरू परिवर्तन भइराख्ने अवस्थाहरू छन्, भइरहेका छन् र ती कुराहरू एकातर्फ भए भने म आज भने हाम्रो चाहिँ एउटा देशको अवस्थामा हिजो भर्खरै राजा पोखरामा आएर केही समय बिताइसके पछाडि राजा काठमाडौँ फर्कने क्रममा एयरपोर्टमा जुन रूपको जनताहरूको उत्साह उल्साह र त्यसरी चाहिँ जनताहरू राजा आऊ देश बचाऊ भन्दै अहिलेका गणतन्त्रवादीहरूलाई मुर्दाबादका नाराहरू घङ्गिए। त्यो देख्दाखेरि मलाई अलिकति अचम्म के लाग्छ भने म त्यसलाई दुई पाटोबाट एउटा चाहिँ विश्लेषण गर्न गइरहेको छु। म राजनीतिक विश्लेषक त होइन, तर पनि मेरो आफ्नो भिजनबाट म पनि चाहिँ पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दाखेरि एउटा राजनीतिकमा एउटा नेकपा एमालेमा रहेर राजनीति गरेँ होला। आज हरेक यसै राजनीति गर्ने व्यक्तिहरू कोही विदेश पढ्नका लागि अध्ययन गर्नका लागि विदेश पलायन भएका छन्, कोही देशमै बसेर पनि उनीहरू राजनीतिप्रतिको सोचाइहरू चाहिँ राम्रो ठानिरहेका छैनन्, आफूले आफ्नै नेताहरूलाई मान्न सकिरहेका छैनन्। यही कारणले नै यसरी जनताहरू राजाप्रति जो राजा चाहिँदैन, राजा फाल्नुपर्छ, जानीय शासन चाहिँदैन भनेर फालेको राजालाई किन समर्थन गरिरहेका छन् भन्दा हाम्रा नेताहरूले, हाम्रा राजनीतिक दलहरूले गणतन्त्र ल्याए पनि त्यसको अनुभूत जनताहरूलाई गराउन नसक्नुले पनि चाहिँ यो उत्साह, यो उल्साह, यो जनताहरूको चाहिँ एउटा चाहिँ भिडभाड देखिरहेको छु। र अर्कोतर्फ गणतन्त्रले जनताहरूलाई सार्वभौम बनाएको छ, यो कुरा भने हामीले बिर्सनु हुँदैन। यो खास जनताहरूको यो सार्वभौम बनाएको यो व्यवस्थाप्रति भन्दा पनि यो नेताप्रतिको आक्रोश हो र यो हाम्रो लागि पनि एउटा दुर्भाग्य हो। एउटा सामान्य किसानको छोरो, एउटा जनताको छोरो राजादेखि प्रधानमन्त्री राष्ट्रपति बन्न पाउने व्यवस्था ल्याएको गणतन्त्रलाई हामीले जोगाउनको निम्ति हाम्रा नेताहरूले आखिर सही जनताको निम्ति काम नगरेर यो आइरहेको छ। पात्रहरू फेर्न सकिन्छ, तर गणतन्त्रको व्यवस्था, गणतन्त्रको अर्को रूप राजतन्त्र भने होइन। म यसलाई स्वीकार्न भने सक्दिनँ र हामीले यसलाई जोगाउन सकेनौँ। यो उपलब्धिलाई हामीले चाहिँ गुमाउनु खोज्यौँ भने हाम्रो यो मूर्खता हुनेछ। राजतन्त्र, यदि राजतन्त्रको पुनर्स्थापना भयो भने देश फेरि द्वन्द्वमा जानेछ। हिजो 146-47 वर्ष रहेको राजतन्त्र त्यही 51-52मा माओवादीको उत्पन्न भएर जनताहरू राजतन्त्रप्रतिको व्यवहारलाई चिर्नको निम्ति आन्दोलनमा उत्रिएर 62-63 आन्दोलनले 17,000 नेपालीहरूको रगत र पसिना ल्याएको यो गणतन्त्र हो। यो व्यवस्थामा मैले के भन्नु, तर हाम्रा केही व्यवस्था त ठिक हुँदाहुँदै अवस्थाहरू चेन्ज गर्न नसक्दाखेरि जनताहरू फेरि एकतिर त्यहाँ राजा आऊ देश बचाऊ भन्ने नाराहरूमा उल्साह छन्। यो राजा आऊ देश बचाऊ होइन, म जनताहरूलाई पनि के भन्न चाहन्छु भने यी नेताहरूको व्यवस्था ठिक छैन। यी नेताहरूप्रति गर्ने हाम्रो भोट हामीले 5 वर्षको लागि चुन्नको निम्ति 10 मिनटमा हाल्ने भोट, एक दिन हुने चुनावमा हामीले हाम्रो चेतनालाई उजागर गर्नुपर्ने छ, हामीले हाम्रो चेतनालाई चेन्ज गर्नुपर्ने छ। अनि मात्र हामीले यी यस्ता हामीले जो हाम्रो नेताको निम्ति हामीले चाहिँ गरेका नेताहरू चेन्ज गर्न सक्यौँ भने, हाम्रो दिमागलाई, हाम्रो मनस्थितिलाई चेन्ज गर्न सक्यौँ भने केही विकासका अवधारणाहरू हुन सक्छन्। र हामीले अझै पनि के गर्न सक्नुपर्छ भने हाम्रो यो अनस्टेबल अस्थिर सरकारको कारणले पनि यो देशले एउटा विकास, एउटा निकास पाउन सकिरहेको छैन। अब आउने चुनावहरूमा हामीले चाहिँ राजतन्त्र होइन, राजा होइन, यो राजाको छोरो राजा, फेरि राजाको छोरो राजा भन्ने व्यवस्था होइन। जनताको छोरो प्रधानमन्त्री, जनताको छोरो राष्ट्रपति बन्नुपर्छ भन्ने कुरामा एक ढुक्क हुनुपर्छ। तर हामीले निर्वाचनको बेलामा गर्ने मतदान, गर्ने भोटिङमा भने बुद्धि पुर्याउनु पर्दछ भन्दै मेरो यो हिजोको यो एयरपोर्टमा हिजोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन राजाप्रति देखिएको उत्साह र उल्साह यो आखिर केही पनि होइन। यसरी एउटा राजालाई जनताहरूले सम्मान गर्नु, हिँड्नुलाई त्यति धेरै ठुलो कुराहरू मान्नु पर्दैन। तर अन्त्यमा के भन्न चाहन्छु भने तपाईहरू बदलिनु भएन भने, तपाईहरू सही मार्गमा हिँड्नु भएन भने केही पनि हुन्न भन्न सकिन्न। अस्ति भर्खरको घटना बङ्गलादेशबाट त्यहाँका चाहिँ
प्रधानमन्त्रीलाई पनि चाहिँ खेदेका घटनाहरू, श्रीलङ्काका घटनाहरू हामीले देखेका छौँ। हाम्रै उदाहरणहरू छन्। त्यही भएर म फेरि पनि भन्न चाहन्छु, तपाईँहरू सुध्रिनुहोस्, होइन भने सकिन के निम्ति बेर लाग्दैन। धन्यवाद, नमस्कार।